ल विजयदशमी उपलक्ष्यमा हैन एकदम सुकाउन धेरै नसुतौँ हैन हैन टाइममा उठौँ हैन साथी ल घुमायो यसको साथी त मिलिनियर भइसक्यो नि ल के हात खाली गर्नु हैन ल ल ल ल यहाँ ल टक्नु पर्यो त हैन ए भयो ल ल लाउनु समय हो ल लडिज ल सेतो सेतो रातुन छ नि रातुन बनाइदिन्छ रातो त त्यस्तो रातो छैन यार त्यो ल्याउनु ल ल 2022 सालको विजयदशमी उपलक्ष्यमा दुईटा हातले सक्क होइन ल 2022 सालको दसैँको उपलक्ष्यमा त्यो हार्दिक शुभकामना छ यसबाट भिडियो गरिदिनु ल यस जब चाहिँ एउटा फिक्स भएको छ होइन अब फुल जब होइन भओस् होइन यसै ल तपाईँले ल ल ल आउनुहोस् न ल ल 22 सालको उपलक्ष्यमा होइन एकदम मनोमय शुभकामना छ है जस एउटा फ्यामिली भएर बसिया छ होइन भर्खर लाइभ सुरु हुँदैछ क्यामेरामा होइन अब अझै के आउनु बाँकी छ कति स्टोकला आउनु बाँकी छ होइन र केयर पनि सिधै भइहाल्छ होइन टाइम अनुसार होइन टाइम भइहाल्छ होइन एकैचोटि आउनुपर्छ निकाल्नु पर्ने ल अर्को दसैँले कालीघाट त के गर्नु होइन खाली याद गर्नुहुन्न ल पैसा पो बाहिर ल निरोगी हुनु सधैँभरि है धेरै पढ्नु हिजो पनि पढेको पढ्नुले भन्छ नि पनि मान्छे यहाँ पढ्नु एकछिन पढ्नु दिन्छु जहिले एकछिन हुनु है असल हुनु है पका यहाँ तिमीमा फेरि ए पर्दैन हो त्यो गर्दैन हे कहाँ त्यस्तो भन्नु हुन्छ नि त ल कुकुरले थ्याङ्क गर्ने कोही थ्याङ्क गर्ने अङ्कललाई अनि कोही पैसा त मलाई फालेको त ल विजयदशमीको उपलक्ष्यमा एकदम हार्दिक मङ्गलमय शुभकामना छ होइन हेर्दा हामी अब एक ठाउँमा बसिहाल्छ होइन फ्यामिली भएर यस र स्ट्रगल पिरियडमै छौँ होइन पिरियडमै छौँ अब बिस्तारै भइहाल्छ होइन सबै कुरा होइन सबै कुरा भइहाल्छ अब ल पिआर पनि चाँडै नै होस् होइन होइन सबै चिज हुन्छ त दाइको दाइको आसपासमा दाइको छायामा बसेको छ केटाहरूलाई चाहिँ यसो हात खाली होइन ल धेरै धेरै ल ल ल ल धन्यवाद केटालाई अझै म लगाइदिनु पर्ने थिएँ होइन दुइटै कानमा लगाइदिनु पर्छ क्या उनीहरूले होइन एउटै ठिक हो होइन ल ठिक छ ल ओ अहिले चाहिँ ल दुइटै कानमा लगाएपछि बल्ल अझै त्यो खाँदै गर्नु त खाँदै गर्नु त ल ल अलि उता दाइको मेरो एउटा फुटेज लिनुहोस् त ल विजयदशमीको उपलक्ष्यमा होइन एकदम हार्दिक मङ्गलमय शुभकामना छ है अब तपाईँ सेटल भइसक्नु भयो होइन अब चाहिँ अब जन्ती चाहिँ होइन क्यानाडामा टक्क मिलाएर होइन होइन जानुपर्छ होइन
होइन हुन्छ दाइ ल अरू त सबै पुरा भइसक्यो होइन सीताको त होइन त्यो चाहिँ बाँकी छ होइन छिटै पुगोस् होइन त्यसपछि घर सर होइन त्यो भने बिस्तारै भइहाल्छ होइन ल तपाईँलाई नि दुईवटा काम लगाइदिनु ल हात खाली नगरौँ है त यसो ल आए त्यति ल लगाइ सबै दाइ मलाई आशिष आउँछ म अब जाने नजाने नि पढ्छु है ल शौर्य शान्त बने बोलाउन जरे सत्य सुते ज्ञानै बिर्सेर भर्ती भन्छ कृतिश्च नारायण ल ज्ञानी हुनु एकदम क्युरियस छु अझै क्युरियस हुनु अनि मम्मी बाबा दादा दिदी बहिनी सबैलाई माया गर्ने है बेस्ट फ्रेन्ड ल धेरै धेरै ज्ञानी भए बुझ्ने भए अझै राम्रो पढ्दै गए है धेरै माया गरे मलाई त्यहाँनिर चाहिँ कहिलेकाहीँ टाढा भएको छन् क्या नजिक आउनु पर्यो अब बेस्ट फ्रेन्ड भएपछि नानीलाई पुरै जमरा अब कति 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 चाहिन्छ भन तिमीलाई मिलियन त्यसो भने 0.002 मिलियन दिँदैछु मैले ल फेरि खुट्टा ल्याऊ पर्दैन पर्दैन ए साथी ल अब ठुल दादालाई के छ दादा ठिक छ दादा इज भेरी गुड होइन ल धेरै धेरै बुझ्ने भए ज्ञानी भए भगवान्ले रक्षा गरून् रोग निरोग केही पनि नलागोस् फर्मुला बेसी यो काममा ल धेरै धेरै दादालाई पनि ल 0.002 मिलियन दादालाई पनि है ल धन्यवाद लाइन बस ग्रुप फोटो एउटा हो हुन्छ हुन्छ ल ल ल ल ल हामी चाहिँ अब ग्रुप फोटो होइन ग्रुप फोटो हान्दैछौँ हामी ल ब्रो होइन फोन त फोनै छ नि खै मेरो फोन ल्याउनु न उभिने कि बस्ने यहाँ त्यो अर्को होइन यो हामीले चाहिँ खास सेतो लाउनु भयो रातो चाहिँ उ गर्न पर्ने हो हामीले त्यो ठ्याक्कै उनी भयो कि अनि जुन कलर थियो त्यही होइन ल 2085 सालको विजयादशमी उपलक्ष्यमा एकदम हार्दिक मङ्गल शुभकामना है हामी गाउँले है ओहो होइन एक ठाउँमा भेट भएको छ है यो कोची ल ऊ चाहिँ मलाई आउँदैन होइन तपाईँ होइन एकदम प्यार जाँडै होस् होइन यस नजिकै छौँ होइन ल ल म कानमा ल यसो हात खाली नगरौँ यसो एउटा होइन ऊ मात्रै यसो ल विजयादशमीको उपलक्ष्यमा एकदम हार्दिक मङ्गल शुभकामना छ है जब भइरहेछ है ल ठिक छ जब भइरहेछ जे होस् अब प्यार पनि छिट्टै होस् होइन
के अरे आफ्नै ठाउँको मान्छे भन्नुभएको छ है हो नि साह्रै रमाइलो है साह्रै रमाइलो भएको छ ल यो भिडियो चाहिँ हाल्नुपर्छ है ए हुन्छ नि क्याप्चर भइरहेछ है हो क्याप्चर भएको छ यसो हातताली लगाउँ है हाम्रो अर्को टिका मगाउनु पऱ्यो अर्को रातो टिका मगाउनु पऱ्यो के भयो पऱ्यो होइन त लगाउनु पर्छ नि लगाउनु पर्छ त्यो ए नमस्ते नमस्ते बुवा है त्यो हजुर हस् हो है हो त्यही त तपाईँ हामी सबै एउटै गाउँको है झन् एकदम खुसी लाग्यो अस्ति भाइहरूलाई भेट्दा पनि अस्ति बोलाएको यसो चिया पिउन होइन अनि लेलेनजीलाई हाम्रो एकदम स्वागत छ है स्वागत छ एकदम है हाम्रो घरमा ल आउनुहोस् बस्नु भएन बस्नु र हाम्रो चाहिँ आज चाहिँ के भएको छ भने यहाँ चाहिँ खसी मासु छ होइन खसी मासु बनाएको छु र यो चाहिँ स्पेसल अचार भयो अनि यो चाहिँ छोइला होइन यो चाहिँ पोर्क छोइला अनि यो चाहिँ पनिर तरकारी होइन पनिरको तरकारी हो यो अनि यो चाहिँ स्पेसल छ भुटन होइन यो खसीको भुटन है यो खसीको भुटन हो अनि यहाँ आज चिउरा छ अनि अचार छ अनि सलाद भइहाल्यो यो होइन र यहाँ चाहिँ हाम्रो चिकन पाक्दैछ यसमा होइन चिकन हुँदैछ अझै तताउनुपर्छ कि यो उता के अरे भुटन त चिसो त भएन अरू सबै हाल्दै गरौँ त ल यो चाहिँ सबले खानुहुन्छ कि पोर्क ए हो एकजना तल बस्नुहुन्छ बसन्तजी यहाँ भइहाल्यो अनि उहाँ दुईजना चाहिँ हाम्रो उता लमजुङको एकै ठाउँको कता जाने कुलपति ल हजुर चाहिँ के लिनुहुन्छ हो र त्यो लिनुहुन्न ल कसले के खाने ल है क्या तपाईँ ए खानु त्यसो भन्नु हुन्छ ल भुटनहरु कहाँबाट बन्द भयो है अस्ति काट्न गएको थियो ल खाउँ ल है उसले तलको उसलाई पुऱ्याउनु गएको छ आउँछ कस्तो मिठो कस्तो मिठो चिउरा पनि हजुरहरूले फ्राई गर्छ हो ए यस्तो दुःख यिनीहरूलाई आएको नि यो नलिनु होइन मैले त खाने गरेँ होइन तपाईँले मैले ड्राइभ गर्नु पर्छ उहाँले गर्नुहुन्न यसले गर्दैन गाडी
एक दिन छुट्टै कुनै दिन खाँदा है स्न्याक्स हुन्छ भनेर पनि के त्यो सानो सानो खालको हुन्छ नि त्यो प्रिङ्गल्सहरू चाहिँ घरको याद आयो ए घरै त हो नि होइन हो नि होइन ल थप्नै भन्नु है के चाहिन्छ होइन हक्क खाना बसे है ल ल ल अब यहाँ छ यो बस्नु तपाईँ ल ब्रो आइसक्नु भएको छ होइन वेलकम छ ब्रो होइन ह्याप्पी त चाहिँ ब्रो ह्याप्पी त चाहिँ र कृपा चाहिँ यता आमामामा यो फुटेज त नलिकनु त होइन वर्षमा दिन मलाई के भन्ने ह्यापी दशैं ल ह्याप्पी दशैं ल 2025 सालको विजय दशमी है 2025 होइन उपलक्ष्यमा होइन विजय दशमीको उपलक्ष्यमा एकदम हार्दिक मङ्गलमय शुभकामना छ होइन चस्मातिर बसेर के अरे यस मनले चिताएको पुगुन् होइन एउटा उसले चाहिँ एकदम अप्ठ्यारो पाइरहेछ होइन त्यो चाहिँ चाँडै नै होइन त्यो चाँडै नै होस् एकदम भगवान्सँग यो प्रार्थना गर्छ होइन दसैँको अवसरमा बिचमा रातो टक्क गऱ्यो भएर होइन ल खै ल ब्रोलाई यसो हात खाली नगर्नु होइन हात खाली नगर्नु मैले त घरमै पैसा पाउनु छोडिसकेको थिएँ त यार ल ल ल के भन्छ हजुर ल घरमै पैसा पाउनु दक्षिण पाउनु छोडिसकेको थिएँ नेपालमै 25 सालको विजय दशमीको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना छ है मनले चिताएको पुगोस् एउटा उसले चाहिँ अलिक बाधा पुऱ्याइरहेछ होइन यस हामी एउटै फ्यामिली जस्तो भएर बसेका छौँ होइन एकदम खुसी लाग्छ है अनि त्यो कुरा एकदम चाँडै पुगोस् होइन भगवान् दाइ नै हुन् होइन त्यो चाहिँ एकदम प्रार्थना गर्छु चिम्टी तातो हुन्छ फोड्नु त अब त भर्यो हामी त आनन्दले सकेपछि हो सकेपछि कि आनन्दले लागेर सकियोस् होइन छोडोस् त्यसपछि अनि आउनु त आउनु यहाँ दयाङ राईले गर्छ नि एउटा छ नि दयाङ राईको क्या बिहान सुरु नगरेर त हो नि Cheers. Happy Dasai. यो चाहिँ कसरी चेन्ज भएको नि उहाँको रिक्वेस्टमा यो चेन्ज तर धेरै फरक स्वाद आयो यार मलाई बडो हिजोले मिठो हो मात्र अनि म बडो हिजो खाएको हो पहिला त्यो एउटा चुरा अनि ग्रेभी मासु उपलक्ष्यमा होइन एकदम शुभकामना छ छोरो धेरै धेरै पढ्छ कि होइन है अनि धेरै पढ्छ ज्ञानी हुन्छ है अनि स्कुलमा पनि ज्ञानी हुन्छ है हो कि होइन यो चाहिँ म यसरी लगाइदिन्छु भयो आमा ल सरा गर मेरो सेमसी हो रहेछ है सेमसी हो कि होइन है ल ल ल ल ल ल नमस्ते ल ल ल विजय दशमीको 2022 सालको विजय दशमी उपलक्ष्यमा एकदम हार्दिक शुभकामना छ है आँटेको चिताएको सबै पुगोस् हो होइन
ल यसो खाली हात नगरौँ है होइन खाली हात नगरौँ यसो नेपालमै दक्षिण पाउ ल 2022 सालको होइन उपलक्ष्यमा विजयदशमी उपलक्ष्यमा एकदम हार्दिक मङ्गलमा शुभकामना छ आँटेको चिताएको सबै उताको लगाएको नि सबै निस्कियो त केही भएन अर्कै ठाउँमा लग्नु भयो सक्दै जाने हो के भयो निधारै छ पुरै मनले चिताएको एकदम होस् है राम्रो होस् ल ल बहिनीलाई चाहिँ आज कडा देख्यो क्या त्यो अलिक नयाँ देख्यो क्या अर्कै देख्यो क्या अहिले यता यता बहिनी बाहिर खाउँ भन्ने कति राम्रो आहा ल मान्छेलाई खाइराखेको हुन्थ्यो भन्ने कति राम्रो सोच जाउँ यसमा ग्यादरिङ एउटा खोल्छु सानो दुध मात्रै खान्छ त्यस्तो हेर्दा छक्का जस्तो लाग्यो हेर्दा मिसिरहेछ दुवाजुले खाए क्या चारजना आठलाई खायो दुवाजुले अब त मोट्यो कति बज्यो ल 5 बजेपछि दाउ गर्ने 5 बजे कुरिरहेको छ कि भाउजूको छ र 2 जना आटा आएर तपाईको भन्दा सानो छ कि मेरो एकादशी छैन अहिलेसम्म त्यही भएर भाउजू इन्टरटेनमेन्ट हो 20 रुपियाँ हाल्नुपर्छ हिजो उहाँले 35 हाल्नु नै आएकै छ लास्ट इयर मैले दसैँ म्यारेज खेलेको म्यारेजहरू खेल्दाखेरि पनि 90 रुपियाँ हारे कृपयामा उदाहरण खेल्दा 90 डलर जति काट्यो हराइदियो नि 50 सेन्ट रुपियाँ $4.5 करोड पुलिस लिएर अहिलेसम्म के हो मेरो कलर छ त्यतिखेर कलरले खाइहाल्यो नि भाउजूको राम्रो आएको तर यो आउनु पर्ने के यस्तो के अब खान्थेन केही पनि खाँदैन उदाउ मिस कलर हुन्थ्यो भनेको अनि हामी चाहिँ फेरि जाँदैछौँ दालजीकोमा सबैजना भएर होइन सबैजना भएर दालजीकोमा टिका लगाउन जाँदैछौँ हामी ह्याप्पी विजय दशमी ल ल होइन अब सबै आउँदैछ ल एकदमै राम्रो ड्रेस हाम्रो ड्रेस हो यो खै त तिम्रो दरबार सुराल ल्याउनु पर्दैन नि होइन यो त अब हाम्रो जनताहरू आउँदैछन् नानीहरू बाबुहरू आउँदैछन् सुनन्द छ त नमस्ते नमस्ते ल यहाँ त पुरै हो कोइन पैसा लिएर जाऊ पैसा चाहिँ गुरुकुल लिएर गएको नि त्यहाँ ल यो तिम्रो सानो एकदम ठिक छ
दसैँको चाहिँ एकदमै हाम्रो यहाँ रमाइलो भइरहेको छ सबैजना आज ठुलोबाट आशीर्वाद तपाईँ के भन्नुहुन्छ होला बस सरकार ल नमस्ते ल हो भने हामी त्यो हजुर ल नमस्ते ल नमस्ते नमस्ते दशमी 2082 यस्तो भइसक्यो अब एकदम एकदम ल नमस्ते ल रातो टिका निधारमा अघि न आएको हो त्यहाँ थोरै प्रब्लम भयो कि त्यहाँ अनि फेरि त्यहाँ गएर अनि आज चाहिँ हामी दाइकोमा टिका लाउन आएको छौँ है दाइकोमा फर्स्ट टाइम यो हामी क्यानाडाको मोन्टनमा चाहिँ 2082 को दसैँको उपलक्ष्यमा हामी नेपाली युनिट मोन्टन सानो ग्रुप कति छौँ मोन्टनमा होइन हामी भेट्न पाउँदा आधी घन्टामा चाहिँ सँगै एउटै ठाउँमा धेरै धेरै खुसी लाग्यो हामी सबै सानो ग्रुप भनौँ होइन यहाँ हामीहरूकोमा अब हाँकेको ताकेको पुगोस् भन्दैन एउटा सबैजनामा सुख शान्ति होस् अब यो सबैको फलिफाप होस्